आईसीसी टी20 विश्वकपमा नेपालले इटालीसँग लज्जास्पद हार बेहोरेपछि नेपालको सुपर 8को सम्भावना निकै कठिन बनेको छ। बिहीबार भएको महत्त्वपूर्ण खेलमा पहिलोपटक विश्वकप खेलिरहेको इटालीसँग 10 विकेटको लज्जास्पद हार बेहोरेपछि नेपालको सुपर 8को सम्भावना पुरा नहुने सङ्केत देखिएको हो। इटाली विरुद्ध नेपालले निकै खराब अर्थात् हेर्ने समर्थकलाई समेत लाज लाग्ने क्रिकेट खेल्यो। मुम्बई स्थित वानखेडे क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले 19.3 ओभरमा 123 रनमा नै अल आउट भयो। नेपालका लागि ब्याटिङमा आसिफ शेखले 27, कप्तान रोहित कुमार पौडेलले 23, आरिफ शेखले 22, करण केसीले अभिजित 18 र उपकप्तान दिपेन्द्र सिंह यारीले 17 रन बनाए। बाँकी ब्याटरले भने दोहोरो अङ्कमा समेत रन बनाउन सकेनन्। ब्याटिङमा नेपालले सुरुवातदेखि नै सङ्घर्ष गर्यो। नेपालका कुनै पनि ब्याटर लयमा देखिएनन्। नेपालको ब्याटिङ देख्दा लाग्थ्यो उनीहरू भर्खरै ब्याट समाउन सिक्दैछन्। इङ्ल्यान्डसँगको खेलपछि लामो 4-5 दिनको समय रेस्ट पाउँदा पनि नेपाली खेलाडीहरूमा न त ऊर्जा देखियो न त जित्ने सङ्केत नै। इटालीसँगको अनअपेक्षित हारपछि कप्तान रोहित कुमार पौडेल भन्छन्, आज हामीले निकै खराब ब्याटिङ गर्न पुग्यौँ। हामीले कम्तीमा 170 रनको स्कोर बनाउन सक्नु पर्थ्यो, तर मोमेन्ट पाउन सकेनौँ। मेरो विकेट गुम्नु नै टर्निङ पोइन्ट बन्न पुग्यो। यो प्रकारको ब्याटिङबाट निराश छौँ। बिहीबार इटालीले एकदमै राम्रो क्रिकेट खेल्यो भनेर कप्तान रोहित कुमार पौडेलले बताए। त्यस्तै इटाली विरुद्ध नेपालको बलिङ पनि हेर्न लायक रहेन। इटालीका ब्याटरले नेपाली बलरलाई लगातार खाली पोस्टमा गोल हाने जसरी चौका छक्का प्रहार गरे। सायद यस्तो चुटा इटालीका ब्याटरबाट हाम्रो बलरले कल्पना समेत गरेका थिएनन्। इटालीका लागि अभिजित रहेका एन्थोनी मस्काले 62, जस्टिन मस्काले 60 रनको पारी खेले। उनीहरू दाजुभाइ हुन्। अस्ट्रेलियामा जन्मेका मस्का दाजुभाइ पूर्णकालीन क्रिकेटर होइनन्। उनीहरू मध्ये एकजना कार्पेन्टर र अर्का टिचर हुन्। इटाली विरुद्ध बलिङमा नेपालका लागि कुनै पनि बलरले विकेट हात पार्न सकेनन्। आशा गरिएका बलर भनेका सन्दीप लामिछाने, करण केसी, नन्दन यादव, ललित नारायण राजवंशी लगायतका बलरले निकै निराश बनाए। इटालीसँगको फराकिलो हारपछि सुपर 8मा पुग्ने अब नेपालको झिनो आस मात्र जीवित छ। यसका लागि नेपालले 2 खेल अर्थात् वेस्ट इन्डिज र स्कटल्यान्ड विरुद्ध फराकिलो जित निकाल्नु पर्नेछ। साथै नेपालले त्यो समीकरण पुरा गर्न इङ्ल्यान्ड र स्कटल्यान्डले फराकिलो अन्तरले हार्नु पर्नेछ अनि इटालीले झिनो अन्तरले जित निकाल्नु पर्ने समीकरण बनेको छ। उसरी भन्ने हो भने नेपालको सुपर 8को यात्रा ठुलो चमत्कार भए मात्र पुरा हुने देखिन्छ, नत्र नेपालको त्यो सपनामै सीमित हुनेछ। त्यस्तै नेपालले जारी विश्वकपमा तेस्रो खेलमा वेस्ट इन्डिजको सामना गर्दैछ। उक्त खेल आइतबार हुने तालिका रहेको छ। विश्वकपमा क्यारिबियन टिम विरुद्ध यो पहिलो भेट हो। नेपाली टिम 12 वर्षदेखि विश्वकपमा जित निकाल्न सङ्घर्ष गरिरहेको छ। नेपालले अन्तिम पल्ट सन् 2014 को विश्वकपमा खेल जितेको थियो। त्यसपछि नेपालले 2 पल्ट विश्वकप खेलेको छ, तर जितको खाता भने अहिलेसम्म खोल्न सकेको छैन। के नेपालले यस विश्वकपमा बाँकी रहेका 2 खेलमा जित दर्ता गर्न सक्ला त? आफ्नो विचार कमेन्टमा लेख्नुका साथै आगामी दिनमा पनि यस्तै क्रिकेट सम्बन्धी जानकारीका लागि क्रिकेट हेडलाइन्स बाइ केपी च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। धन्यवाद।